ओ बाजिया तो मिले रे जीजाले खेल्ला बेला क्या गीत हुने ना न क्या गीत हुने ना न तम क्या हुने त मिले गीत त्यसरी उनले उदेको तति हुँगा कहाँ हुन्थ्यो अब तापरि ताई खेल्यौँ ताई खेल्यौँ र सिपेनी 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 मुखिया खाला खेल्यौँ अँ फुलबान्ने पोथीको पढ्यौँ बाँच्ने पहर्यौँ क्या भन्छ पिराउँ लहर्यौँ नि क्या पो हुने अब त बिर्सिँदा पनि माथि म अब बिर्सिहाल्ने फुका हुँदिनँ त्यतिको अब कहाँ भन्नु त्यो गीत त म्या त मिले है अझै जीजाले हुने हुने क्या जुनी समय झगझगाउँला बाँच्ने पहरीका हुने क्यारिसा नसेता पढ्या पिराउँ लहरीका जुनी समय झगझगाउँला बाँच्ने पहरीका उनले भन्यो उल्ला जीजाले हुने हाल्यो नै मैले उनले भन्यो त्यसरी पहिला उहिले मैले भनिहालेँ अहिले फुलबान्ने पोथीको पढ्यौँ पिराउँ लहर्यौँ ठोसी ठासी घर लाउँदा बाँच्ने पहर्यौँ मैले भने त त्यो त्यत्तिकै खेल छड्यो उहिले हो खेल छड्योपछिमा पछि दोस्रो खेल्यौँ दोस्रो खेलेपछि उति त रमाइलो भएन हल्का फल्का पछि खेलेको उयो तल हाम्रा घरपट्टि भन्दा जाँदा नानो पत्तिर कहाँ बिजाडा रे अन्जाडा घरपट्टि भन्नमा डाँडा बासारे पनि जाँदा थियौँ त्यति बेला एक राति थलारा रहँदौँ थलारा आइकन पुग्छौँ आमालाई जाँदा थियौँ त्यहीँ खेल्यौँ थलारा हाम्रा एक बड्डा जेठुले नन्दु हदुला आएका भए तिनकी कला कहाँ पो हराएकी छि पद्मा पैसा झा नन्दु त्यहीँका झा त्यो पद्मा पैसा एउटा भनेर गयौँ गएपछिमा त्यहाँ खेल्यौँ रासनले खेल्यौँ र थलारा सारी भइगयो एउटा घमागनमा पाँचै बिराउनु कहाँ पनि गएको थलारा धाइ खेल भयो थलारा खेल भयो लोग्नेले त्यहाँ भरिएको थियो पछि ऊ पनि हुच्चा नि म पनि हुच्चा नि अक्को हुच्चा नि आयो भन्नलाई त्यहाँ त बिराउनु गएको नि त पछि रासन धुँदै खेल्छौँ त्यो दिनले के आउनु हर तिनी नन्दुले ठिक्क हुने रहेछ साउदुले हाम्रा तपछि क्या गीत हुने मैले गाचल घटामी आउँदैन सब बिर्सिका अब पैसालु पाकेका ठहर काँपल कराएका कहाँ कहाँ लाग्यो ताल हराएका भन्यो छोटीले नै केटाले केटा लुग्ने खेल्छु पछि मैले ताल हराएका हो नि तैँले जानेको छौ तेरा ताल मेरा कुची मिलाउ मानेको छ पछि त खाउमाका पाइयो तँले जा हुने रे तिमीले बिजो तारिहाल्यो उनको भाषामा हुने हो आफ्ना भाषामा है खैनीको तौली खैनीको पै भइगयो रे ला हुने होला तेरा ताल मेरा कुची मिलाउ मानेको छ भन्दै पनि हुनेहाल्यो त्यसरी ताई गयो ताई पनि पछाएर बेला बिजाडा गयौँ बिजाडा यहाँ सुन्दरी आएपछि ध्यान तया त खेल्यौँ बिराउनुका पनि छ उसलाई के भने उनले सुन्दरी हो नाउँ यहाँ आएपछि धामी गाउँ उनले गीत हुने क्या भन्यो भने हात समय साइलिँदैन झाउँ हुने बानी नै तेरा हल्का भिरकोटा पनि खाउँ हुने पानी नै होइन बिराउनु गाइकिने उसलाई मुकुलले नउठ्ने दाले हुने भने हात हुने क्या फर्काउँदै हुने नफर्काउने आवाज बिराउनुका उसलाई मैले हुने कलकत्ता सुत्तीको तमक मन्डी बिकाएको मेरा हल्का भिरकोटा पनि कुलो झिकाएको भन्ने होइन भतिजा खेल्ने हुने उसलाई झिकझिक भयो उसले अब त्यहाँदेखि झिकझिक खेलाडी हो त्यहाँबाट झन्कने आउँथ्यो नाउँ त फकिरहँदैन न झन्कने हुन लाग्यो अब झन्कने रह्यो नाउँ तर फेमसै नाउँ त्यही भयो त पछि त्यही हुने चिनाइँदैन त्यो ल बाजे हजुर उयो त ल हाम्रा त्यो चौगाउँ हुँदा न उहिलेका 4 गाउँका नाउँ को नाउँ क्या रहेछ पहिलेका नाउँ चौगाउँ पहिलेका नाउँ चौगाउँको हुनाले घोगाडो भइगयो घोगाडापछि पटुरी भइगयो पटुरीपछि लुमन्न काँटै सनगाउँ थङ्नारा यी त 5 गाउँ भयो भन्दा चौगाउँ हुल्याएको 4 गाउँ त हुँदा 4 गाउँ न 5 भयो हुँदा त उसरी गर्नुहुने त डुमारो गर्नुहुने 6 भयो उसरी चौगाउँको नाउँ नै चौगाउँ हो गाउँ त उसरी 5 भयो 4 गाउँ हुनाले चौगाउँ राख्या ठहर हो पुराना मान्छेले हजुर त्यो चौगाउँ भन्नाले अब 4 गाउँ भन्नाले चौगाउँ राखेको उहिले कोही त ल खेल्दाखेरि पुराना दिन कसरी खेल्दाखेरि अगाडिका बात के आन्न अगाडिका बात त अब कति कहाँ नै खेल्नु हामीले यहाँ गाउँ घर खेल्यौँ गाउँ घर खेल्यौँ पटुरी गयौँ घोगाडा गयौँ बारीले समेत पुग्यौँ
बारीले समेत पुग्यौँ हनगाउँ काँटैले मन त त्यत्तिकै हो अब यहाँ गाउँघर झिक अब दिनका दिन खेल म पुजारा मुगी तल्ली मुगी मल्ली मुगी छोरेटी होइन कसै दिन तल्ली घरे मुगी छोरेटिङ्ग कसै दिन मल्ली घरे मुगी छोरेटिङ्ग तहरी खेल्दा छौँ रात दिन गाउने त पमिले हजुर हजुर पमि अगाडि को खेल्दा छ हामीभन्दा अगाडि खेल्ने त्यो अगाडि दामले त्यो अब हाम्रा टर्चु गाउँमा जो बिरमा भन्ने बगो भन्ने उजाला मभन्दा अगाडि खेल्ने त्यो हुन् लोग्ने अब दाई भया ठेकदार भयो घोगाडा अरे तल जडा त्यहीँ अब टर्चु गाउँमा भयो त्यहीँ पुरानो मान्छे तिनकै दामले खेल्दा छ अगाडि हजुर हजुर तमी पछि तमीले निक्री खेल्या कहिलेदेखि हो निकरी खेलेको मैले अब तिनको दाउन लगिएपछि निकरी खेलेँ कुयागावा गया कुयागावा दाई हुन् खेलाडी ऊ गएपछि उता उनको परानी गएपछि उतादेखि मैले खेलेँ अहिले अगाडि कहाँ खेले क्या अगाडि यहीँ गाउँमै खेल्यौँ पग पग अगाडि गाउँ खेल्यौँ त्यो जो पर रुद्ध होइन न ऊ जेठी जो पड्डा छ नि उनी हात खेल्यौँ अहिले पनि सडी हात खेल्यौँ उजाला हात खेल्यौँ पछि अब त्यहीँ तेरी जा मेरा घरे अलि भइगयो त्यो हल्ला लगी चाहिँ भइगयो नि तिम्रो दाम लङ्ग सबै दाम लङ्ग खेल्यो खिमालाका दाम ल कालीका दाम लङ्ग तिनीहरूमै खेल्दै छ यो गलैचा सुइलो देउसिङ जेठावाको तम्रो एकै छन् नि कहाँ बनाएका हुन् यहीँ गलैँचा त यहीँ बनाएका हुन् मैले धेरै साल भएका पर धामीले बनाएको हो हनु उनीले बुनि तमीकी दिया धाममुखी त दिएको होइन उहीँ भान्दैसी दिएको हो देवात्रै उनले मैले हाँट्यौँ लौतमामा यसै देउसिङ जेठावा पनि छ नि त गल्बुन्नी यसै गर्नु उहीँको र मेरो एकै हुने खेल्दै छैन ऊ देउसिङमा पनि ओजी होइनिङ पनि खेलेँ मैले रङ्गाङ्ग रङ्गमतीमा रङ्गमती है तल कौसा प्रधान कि होइन कौसा बारीले पहिलेको आएकी भई 23जना गाउँ जारी होइन तेरो बा पर मुख्य लाडबिके त्यो धेरै पर भेगुत्या दा नारद 23जना गाउँ ताँदै खेल्दा आएको बारीला बारीले रातभरि खेल्यौँ रातभरि खेल्दाखेरि पाजा खेल्दै सिकारो खेल्दै 13 नानी पनि हुनेछ हाम्रा पाचिकाले तोरे भाइकी भाइ कैकी भाइकी झोल्या लगी भाइकी म जक्की जाने आइज भिट्नु लागि भनेको रङ्गमतीले पाछा भेगुत्या दा आएका यहाँ हटा आता यो तल पाजीले क्या गीत हुने रे त गीते फर्काउनु गयो हुने अहिले मैले भोग लाग्यो चिउडीको फाँको निल लाग्यो कि सिउँला गुदी गुदी घाँडो लाउँला मेरै बुना ल्याउँला भने मैले उनले त पहिलेको आएको भए जारी बुनाले अब अझक्की जाने थाएन त उनले मैले न तँ पनि लैजाउँला भने मैले त त्यो त्यसरी खेल्यौँ कति ठाउँ खेल्यौँ ठाउँमा कहाँ खेल्यौँ तर खेल्न लागि सबैभन्दा गोरी हो लडाइँ गोरी खोरी आइ पनि मऱ्यो यो चेलो बेलो केही भएन सबभन्दा सिपालु गोरी हाम्रा गाउँकी धौली पाटा गाउँकी हरे पर घोगाडाकी धौली खेल्दा त झेरेङ्गै खेलेँ तर सिपालु मैले ठहराएँ कि म पनि साह्रै सिपालु त हुनु अब पहिलाका दिनका अब चौगाउँका त बास्याकाई भए नि त तमी है जवाब नि त अब चौगाउँ भरिका त सिपालु भयो त कहिले काटेको जति नाम कसैको गएन है कहिले काटेको जाना नहुने घोगाडा धौलीले तपाईँले त्यहाँ खेल्याकै त्यही घोगाडा चाहिँ घोगाडा जाइ खेल्यौँ भोलि यहाँका जात पनि खेल्यौँ कोहीको पै पनि क्या हो कहाँ कोहीको न खन्ट्या भने खेला दायो भने के तमी मेरी मार्गी लिने केही नहुने म गएर त खेला हुनु पर्छ माइस रहडी धर्म कर्मका त त्यसै ठिक मान्ने भयो नि त ती है ताई खेल्यौँ पत्ताला बटिरा जाउँदैछु ठिक यो बोतल त्यो वानेको खुकुरीरम त्यो किलो मासु चाहिँ पकाइ पनि आएको त्यहाँ रक्सी बन्द गरे आएको पटोरी आयो पर भाडामा जाउँ इटो भने ताँको एक धनगिरी छु यो म एक हल्ला लिएको खायौँ दैटे खेल्न जाउँ भने अरे कहाँ खेल्दा खुवाउने खेल्नुको लागि आएको अरू नै मैले नायो त होइन हिटो खेल्न जाउँ त्यो पुहाउँदिने कृष्णमती हो कि राईको छ नि त ऊ जहिले ठाउँदिनु क्या हो तिनको त्यसै नहो कृष्णमतीको राईको साई क्या हो त्यसै नहो तेरो त्यो खेल्दैछन् उसले लाइको त्यो आउने बहुत छ त जहिले ठाउँदेखि हिँड्न लागेपछि गीत हुने अहिले अहिले दोर्छ त्यो वर्षबाट सालैका दाउना खैलाउँथ्यो कि भोकल लाउँथ्यो माछा वर्ष पाउन हुने अहिले आउने चाहिँ खेल्ने त हुन लागि मै भने आँखा पाउन भोकै के ल्याउन खैलाउँदा हुन लागि गीत लाग त हुने लाग्यो पहिला 10 बजेमै खेल्यौँ आँखा बटुरी पर
तम्बे पारीका मानवलिस्ट जानु पो पढ्यो सका मानव टेङ पनि उनीहरू खेलेको तम्बेले पनि खेले जा के मानव टेङ पनि खेलेको थियो अँ मानव टेङ खेल्यो बगती बगची अँ तब तल त्यही भनेको अब हाम्रो हल्ला लाग्यो अब बगतिर अँ एकातिर मानव टेङ पनि हिँड्ने हो अँ त पाछा मानवलिस्ट हुन्छ क्या तेरी साली बिकायो कि माथाका फुलले हुँदा अब खेल्न त अलिक कम खेल्ने भयो उज्यालो गहना हाल्यो अब हरिबिरले देखिनँ अँ त तेरी साली बिकायो कि माथाका फुलले हुँदा अँ खेल्यौँ धेरै खेल्यौँ न उहाँ पनि यहाँ कहाँ 5-6 महिनामा जितो रह्यो साउन मुखनी नौसको अँ जिया बनको ए जिया बनाएको अँ जिया बनको जितो 13 बाचे अध्यक्ष खोज्यो उनी नराएन पुजारा खोज्यो उनी नराएन पुण्य प्रसाद त्यो पातेकलो मास्टर यहाँ हाम्रा देखिन अँ त्यसले नरायो उहाँ पनि धनी खोज्यो नरायो अँ अब त देवसिंह त राउलामा नि देवसिंह राएन रासुनी यहाँ पनि कहाँ चौरामी भिटिर भयो चौरामी भिट अरे उसले अब खुदुला नै रौसी खाँदै त्यहाँ बोल्ने ठिक्कै परि उहिङ खेल लागेको उसले बिर्कोकोटा झ्याङ अँ बिर्कोकोटा झ्याङ खेल लागेको र एकदम माले चाहिँ अदालाई त्यहाँ चाहिँ हालुला गोठा हुने अब देउसिंह अँ उहिनी अँ बिर्को कटा बिर्कोकोटा चाहिँ अँ चढेको चाहिँ चढेको छक्काले त्यही झिट्टो हाल्यो जो झिट्टो मुखी हाल्यो त्यही ज्यामुन अँ त्या समुरी किराले खाया मासिन बनेका सचेलाई सिकारो खेल्दा साविने हुनेका भने अँ त्यो चाहिँ हुने देउसिंह केही फर्काउ अँ अँ भन्ने यो पनि जान्दैन हो अँ कोही माइकले हुने हडी अँ रङ्गवतीले अँ उसलाई मैले पट्टि फर्काएँ अझ पनि खोज्याउ हुने थियो अँ मैले नै गोरु चढ्दै बार्खा चढ्दै साडेका धौडाकी तति माया क्यामन धाउ कुर्का छाउडाकी ए त 500 रुपियाँ नदिएको त छम त्यसै गीतमा त्यो ऊ जुट्टो अगाडि परिहाल्यो पछि यहाँ पर्छ यहाँ फर्का कहाँ पछि ओ गएकै खेल्नु गयौँ न यहाँ फर्मा त फर्का होइन उसँग पछि भएन खेल भएन पछि मैले झिट्टो हाल्यौँ कि पनि अँ मैले नै भातु सेती मारसीको दही सेती गाबुको बाटेन्द रक्तेलो जन्मे आमना बाबुको हुने मैले अँ त्यो यो जङ्गिया मास्टर चाहिँ यहाँ नौराको अँ हेड सर अँ मनमुरुमिके चाहिँ अब जान्ने अँ बराबर भयो तमी दुईको हुने यो झन्कानेले चौकाने पनि राएन तैँले पनि राएन बराबरमा राया हुने अँ त्यो झिटोले पनि राएन मिल्नु राएन कुकुर होला त सा हुँदादेखि नै त मानिहालेँ चाहिँ मैले अँ कुकुरे रहेछ हुँदा पनि मैले मुखले हुन्न सकेन अँ त्यसै भएकै खेल्दा कति खेल्यो खाना मिलेका दिन क्या कुरा ए यप्पा जाने बेला घरपट्टि जाने बेला अन्जा यप्पा पुरो खेल्ला अझ उडो आउने बेला जाँदा खेल्दा ओडा पुडा जाँदा खेल्दै तमै हुने बेला हुने खेल्दै सम्बन्ध पर माताङ्ग कति खेल्यौँ ऊ त एकै ठाउँ पढ्यो लडा मात्रै है अरू ठाउँ गफल्दा क्या अरू ठाउँ पढेन मैले धेरै ठाउँ खेल्यौँ अँ पर्यो जापी खेल्यौँ फुलहरिया त अँ तर खेल्नु राम्रो फुलहरीको हाँसी खेल्दैछु अँ कतिङ्ग खेलेँ मैले नौसकी छोरे टिङ्ग पनि अब ए तबला हातका त मिजेखा जुगाला छैन क्या भन्यो उहाँका घन्टुरिया रोकायो कि घन्टुरे रोकायो क्या ऊ पनि सिपाले हो घन्टुरे रोका पनि अँ आज नै शिक्षित हुनाले धमनाजुर भाषाको नयाँ चल्दा अलि शिक्षा त जग्गा गीत भयो पुराना गीत हे पुरानै त भन्टुरे चाहिँ पुरानै नाइसका पुरानै भाका ऊ हिँड्नु सिपालु धेरै सिपालु हुनु अँ खेल्नका अँ भण्डुरे जोडी कहीँ एउटा उनु हुन्न अन्त खर्ब जो ए उनका धमनाजुर सरका बुवा अँ ऊ पनि सिपालु हिँड्नु अँ कति खेल्यौँ न छाउन अब उहिलेका दिन कुडारी चान्न हट उहिलेका बगत गएपछि मै क्या हुँदो अँ उहिले कसरी न ऊ पत्ती 20 सती एक नौका मुनान के यहाँ तम्बेले र उसले खेले छैन कहाँ चुवा बनाएको हो नि झङ्करी ए अँ चुहाउने झङ्करी हो अँ चाउने झङ्करी त्यो बुढखुडीको जसिया अँ त्यो बालु हुन्थ्यो बालुमा हुन्थ्यो अँ त्यसैको भन्नु त उनले क्या हुने त्यो जसियाले क्या भन्नु भाइ ल बनका भन्नाडु रहेछौ तँको झन्कने हुने अँ उसले मैले भने के अब बनै भन्नाडु आयो घर बेला बुट्याउन हुने मैले पनि उता उता फेरि खुसी भइगा अब बुनाका भन्नाडु रहेछौ भन्दैछु मैले यहाँ बुनै भन्नाडु आयो घरदाडु बुट्याउन हुने यहाँ त्यत्तिकै झट्टीको नाइ रातभरि भएछ नि रातभरि राति सकालका गीत हुन् रातभरि त रास्नु लियो उनीहरूले तँ पनि चिन्नु मन छ क्या म थिएन लागेको कैतले त्यो उतलो कन्जाडो पनि राणी थियो उचे कन्जाडो कुराहरू हुने गएको हुँ त्यो झङ्करी राणी छि त्यो कुराबाट केही भयो होइन पहिला कन्जाडोले पनि नयाँ बाजे यो केही नाचेन भनेर कन्जाडो पनि मुनो रहेन ऊ देखाएको हो उनले मुनो रहेन
नाइ सर त्योलाई के पैसा नभएछ हातभरि पैसा हो महत्त्व भयो पैसाको भयो पहिला त पैसा नभएछ केही नि सर त बिक्की गयो कि देउडा उइतल त हो नि हौसले बोलाउने हौसले खेल्ने के पैसा नभएछ अरू आफ्नै खर्च अन्य आफ्नै खर्च पर्छ जो छ आफ्नै खाना रना कि राम्रो व्यवस्था हेरिदिने होइन बाजे उहिलेका रना खाना कि राम्रो व्यवस्था दाछ पैसा चाहिँ केही दिँदैन छैन सर कोही केही नभने चामल आमल लैजाऊ पनि हुँदैन मैले कोही चामल लैजाउन चामल दिँदा बाटो कहीँ बासो हुँदो घरबाट झर्ने बेला त्यहाँ चामल लैजाउन खाना दिएको दिन्छ त्यहाँ चौधरी खेल्यौँ अरू चौधरी खेल्यौँ रे त्यही अझै बिर्का गट्टा मेरो पढ्यो बिर्का गट्टा मेरो पढ्यो त्यहाँ ऊ गौरी सोती एमालेको अध्यक्ष चाहिँ ओडाको हाम्रा यो हरिगुरु नेपाली काङ्ग्रेसका सभापति छ 2 नम्बरले म फर्स्ट आएको म दोस्रो राखेको उनले गौरी सोतीले पछि ऊ हरिगुरु आएर पछि दिल्ली स्टेटमा जाँथ्यो पछि उसले हुँदा रे 500-600 फर्स्टको 500 दोस्रोको थियो पछि हरिगुरु हुनाले म फर्स्ट राख्यो ऊ नेपाली काङ्ग्रेस भयो अब गीत उगा छन् के गीत त उगाएको छैन गीत उगाएको छैन विषयले छोरे टिङ्ग खेलेकोमा त फुगा छ क्या छोटो टेङ्ग खेल्या क्या छोरी टेङ्गै खेल्यौँ रातभरि खेल्यौँ रातभरि खेलेपछि म सकालो उकालो भएको माल अदालत त पाटाउँछ त्यति बेला पर ठाना मिलिदिएको छु माल अदालत त पाटाउँछु रातभरि खेल्यौँ सकालै केटी नै हुन लागि टाटुकी गर्नै चाहन सिरबी टोप्यौँ दशकला दिन्थ्यौँ नौघरो खोप्यौँ हुन लागि थियो मैले 13 वर्ष सौराज्यूले नाम राखेछ टुल्की तुतली खुटकुरी हैजा पाँडा जमला हुने मैले त्यो हान्न आइगयो त्यो त उसलाई जुन्जाल त्यो यो कहाँको खस्छ अनि भन उसलाई म त्यो थाना अदालत त चाहिन्छ जहाँकोलाई ठाउँको मान्छे छैन नौ त हान भनेर ओर्यो हान्दा त हाने नि हान्ने छ थाना त्यो पुलिस नगएको होइन त हान्ने छ अगाडि अगाडि सोरेटिङमै खेल भएको थियो सोरेटिङ हुनाले हाम्रो चन्दियाको आएपछि उयो हो पर चन्दियाल पाइकि धनको लागि आमा उयो छोरेटी त्यहाँ गयो कि त्यहाँ राख्ने ठाउँमा नदिएको छ उनीहरूले थापाले पछि राखिन एक अर्को भयो भन्दा चाहिँ नि क्या नलटिपीले फलटिपीले झ्याउँला भन्ने भन्दा नि त मैले कयङ्ग भएको त्यो बिजाडाको बिजाडाको त्यही चौधरी हो बिजाडा पो त्यो फुगाइनासी क्या न अब झेडे एकदम फुगाइनासी हठात्दैन गाजो काट्ने बिकुलीको घर छ मेरो सुइलो के अरे कसो नऱ्यो धैसुङ दिने उहिले गुडाएर पनि क्या नभगत गयो सक्यो सुत्ती सक्यो फुत्ती हुनाइ भाइ त्यो भेरा पनि गाड त्यो उहिले त सबै खाजा एकौँलाई गाड्दा थियो मस्तो हुँदो थियो पा ढुङ्गामी म एकाउने मस्त गाउँ कति म हुँदा पर डैपाडामी 900 भरि कन्टर राखिया हुँदा भेरा गाड्दा चाहिँ उहिले क्या कुरा यो पनि हो कि गर्न हामीलाई त अब यो कसरी गाड्दा थियो जमाना जुग काया जमाना अर्कै आयो उहिले हाम्रा दिन के हुन्छ कोदिया खाँदा छौँ फापर खाँदा छौँ मास्या खाँदा छौँ त्यो मास्या लाउनु छाड्यो कोदिया लाउनु छाड्यो भोगा लाउनु छाड्यो अब के छ दिन अब तम्रो अबका हुनेको आयो हाम्रो हामीले दुःख कसो पायौँ खाना किन्ने गरी पाउनु लाउन किन्ने गरी पाउनु आटो खाँदा छौँ फाटो लाउँदा छौँ भागा जिङ्गलो लाउँदा छौँ भागा बल्लो पाटो चाहिँ त्यही रात ओढ्नु त्यही दिउँसो पाड्नु उहिले हाम्रा दिन कुरा क्या थियो अबका दिन तम्रा आयो त आयो नभए तँ 84-85 वर्ष भइगयो तमादा छौ अझ जोराला छौ हामी यो कुइयाका चामल खाँदै कुइयाको यो रक्सी खाँदै अचल हामी 54 कर 48 वर्षमा लाग्ने भइगयौँ त्यही निकुमाइ नाच छ त तमीले त्यही निकुमाइ नाच छ क्या पुरानो नाच खाँदा छौ र त्यो त पुरानो खाना त पुरानो खानाले निका उ भयो उ म गाड्ने बेला कसरी जाँदाखेरि त ल के हान्दा थियो म गाड्ने बेला गान लडा जेउडा दिन आउँदा छाउन पर 4 आँखाका 4 लडा दिन आउँदा लडा जेउडा ढेडे दिन म भेरा काट्न पनि मस्तै लाग्छ टाम त्यहाँ निकै मासु नहुने न जसा तसा मासुका कोही भेरा हुँदैन भेराका म लडाका नाउँ एक धुरिया भइगयो एक कन्डे भइगयो एक मया भइगयो बजिया भइगा धुरिया भनेको मुनाउँदा हामी झाइपन धुर्याउँदा जानु पऱ्यो कन्डे भनेको हिउँदो लाउनु पऱ्यो त धुरिया हामे जानु पऱ्यो मया भनेको मया पो लाउनु पऱ्यो उयुदो त्यो म मान्ने त्यो मया भयो तै क्या भयो भने नि फेराइमा चाठा बाठा भयो त ल फेराइ मैले कन्डेमा नआएको अब जेठामुले
धुरियामा नआएको हाम्रा कान्छा बजाले त्यो पौठरा घोजिया बनाएका अँ, अब पुजारामा टोटोका चाठाबाट के भएन मया बनाएको मया सोलिने कुरो मयामा त बफाट्ने कुरो बढी फाट्ने भयो। बढी फाट्ने भयो म दिने बेला तल छाड्नु पऱ्यो अँ। अन्त घार काट्ने बेला अन्त मुथी बोदाउनु यो कुरो उँधोको जाँदै मया ज्यादा फाट्ने भयो अझै त्यो मआनी पुन्ट दही पाडा बि जम्मार्यो हो दही बाँड्ने जम्मार्यो पछि बाँड्यो अँ, बाँड्ने पनि त्यो पाटुङ्गामाको मानु हो अँ, त्यो मानु एको मानु भेरियालुको एक मानु भेरमात्याको मबोक्न्याको अँ, र टाढा टाढाको 2-3 माना दिँदैछ धौलाका अँ, ढाकाका 2 माना दिन्छ यहाँबाटको परिभाल्दामा तँबाट 1 मानु म दिन्छ त म बोक्दा चाहिँ अबका मान्छेले क्या भेरा गाड्ने हुन् क्या गाड्ने हुन् खै क्या अब केही जुग छैन जमाना छैन अब कहिले जुग लाग्यो अँ। केही छैन छन् अब क्या छ केही छैन पुरानो रीतिथिति हेर्नु नि क्या छ केही छैन अँ बाजे अब त्यो मुथी जाने बेला कति रौँगा तपाईँले ऊ अरे क्या नाम जगार? नौलारा कहिले कति साल मिलाएको नौलारो म 12 वर्ष नौलारो 12 वर्षको उमेर छु होइन अँ, त्यति बेला नौलारो भएको हुँ अब 5 सालमा त मैले जङ्गर बनाएन अँ, उतादेखिको जतिसम्म जाँदैछ जग्गा मै बनाउँदैछु अगाडि त्यो बेला त गोपी दाजुले जडा कन्जु बनाउँदैछ अँ, उनीहरूले छाडेपछि म हिट्टै छाड्यो न म कठा दिने अब हुनु नै ह्याला माने भइकहाँ छैन उनीहरू कति पहिले जङ्गर कन्याले झन्कन्याले अहिले जङ्गर कन्याले झन्कन्याले अब हन्काइएर राते बासे ढल्को त चाँदेको उहिले त कुरा नै पर 10-11 बजी कोही त लरिया जग्गाहरू हुन्छ कोही त लरिया हुँदैन बासाको जङ्गर हुँदैन बासाको जङ्गर हुँदैन छकाल चाँदेसिरको 8-10 बजी चाँदेसिरको पछाडि कतितिर गएको चाहिँ जङ्गर हुँदैन उज्यालो भइजानु पर्यो उज्यालो चाँदेसिरको पत्तिर उज्यालो अगाडि पुरा जाँदैछौँ उनीहरू अगाडिबाट हुन्थ्यौँ अँ। उज्यालो भएको चाहिँ चाँदेसिरको पत्तिर हुन्थ्यौँ अँ, तब जङ्गर हुन्थ्यो अब गर्ने राताराति जाँदाखेरि जङ्गर बनायो हुन्न या राताराति हिँड्ने क्या जङ्गर हुँदा अब बाजे त्यहाँ ऊ हुँदैछ त अगाडि के अरे त्यो जस्तै 16 वर्ष केही भयो भने त्यो त्यस्तो केही अनुमान गरिरहेको छ बाजेले त्यहाँ हनुमान बनाएको छ हामीलाई कस्तो हुन्थ्यो भने सरोवर जाने बेला कुण्ड थिई रौटो रह्यो भने नि यहाँ समस्या विकास कम भयो भने खानामा लाउनमा सबै त्यो फारो सिद्धिसङ्गार हुने अब कुण्ड झाउँलो हाल्दो छ भने भयो बिमार आउने त्यो मुसाले पकड गाडिएको छ भने मुसा बढी लाग्ने कहीँ ओद्या छ भने नि गौरी धान पनि बिचरा चाहिँ धान पनि निका धान छन् भने यहाँ पनि धान निका भने कोदे पनि हुन्छ त कोदे पनि हुन्छ मास्टर पनि हुन्छ त्यो विचार पनि बनाएको हो त अब यहाँ अब क्या हुने अरे क्या बोत्दान कसो बोत्दान तर जसलाई जाने बेला आउने बेला पानी हो भने नि पुरा साला वर्ष हुन्थ्यो जाने बेला जसलो पानी भयो भने हल्लियो भने नि यसै साला वर्ष हुन्थ्यो अब अनुमान ग्याउ लाउँदैछन् न त जसलाको वर्षको भयो न त्यहाँ जसला हो लाउनु असिद्धि सङ्घार समस्या विकाल हुने सरोवर हो अब कहीँ किडा पड्या भयो भने कष्ट आउँदैछ कुन्डाउँदा किडा पड्या भयो भने त्यो हिट्या भयो भने त्यो किडा हिट्या भने कष्ट आउँदैछ त्यो मस्त छालो हान्यो भने राजा आजाकी पनि धुप्प लाग्दो ठुल्काकी हुँदैन हुन्छ डर ए त्यो छालो हान्यो भने हामी पुजाराकी राजा रजौटाकी डर हुन्न छालो हान्यो कि हाल हान्छ राजा रजौटाकी ठुल्काकी डर हुन्छ भन्दा चाहिँ पुरानो मान्छे त्यही हुँदा चाहिँ दुनी जेठावा पाटुङ्गा बडाजु बा ती बस्दा चाहिँ त्यही कुरा त चाहिँ कसो चाहिँ क्या छ भने खोज्दा चाहिँ अब पुरानो मान्छे अब भने केही कसो चाहिँ क्या छ भने खोज्दा खोज्दैन कहाँ खोज्नु कसले अरे जङ्गलमा मरेमा त कन्याहरू हुने खोज्दैछन् असम्म सुविधा क्या छ कसो थियो कष्ट कलम क्या छ भने खोज्दा चाहिँ पुरानो मान्छे अब कोही केही छैन त्यो ऊ त कष्ट कलम राँच्दथ्यो जानिँदथ्यो सबै त्यो यो पागर जडी त उही देवीले अन्नाले पाङ्ग्रो जडी राख्यो होला पाङ्ग्रोहरूको लाउनाले पाङ्ग्रो जडाबाट फली चौडबाट आने भन्नाले उहाँसम्म उसेछ त्यहाँ हो उहाँबाट आधा लुसी अन्नाले त पाङ्ग्रो जड त्यो कसो होइन लोसन कुट्न आने त्यो लोसन कुट्यो लोसन कुटेपछि म कुस्ती बोज्यो महालिङ गएको त महालिङलाई कुस्ती बोज्यो अरे कुस्तीको दबाई लोसन भयो लोसन भयो अरे त दुर्गा देवीले कुटो भएपछि सोह्र महिना लोसन कुटो हुने ऊ त सिपिलीमै सबभन्दा कान्छी हुन् हाम्रा सोनादेवी त सोनादेवीले भन्यो लोसनका गउँदा दिदी लगालाई नै जाउन लोसनका त म लगालाई नै जाँदैन हुने त दुर्गा देवीले न तत्तिकै सिभिलेश्वरमा सिकाएर लाग्यो भने सिकाएर गया दिदी तमी के सिधौला भने सिकाएर झाउँला भने म नै गुम्मान भन्यो अब
थलीको जिउलो ढोली पोखी झ्याउँला पाँगर जडी आधा चोणी ल्याउँला भन्यो थलीको जिउलो न त त्यो माटी आँगो र त्यो त जुको आँगो बल्द जित्ने जुको आँगो लाग्दैन निसान त अझ उसै छ त्यो जम्मा ढोली पोखी आफ्नो भाग त थलीको आधा चुडी आएन रे त यो मेरो भाग हुने रे खाइटीले ढाक्यो भन्ने त्यो जिउलो बचाउन जिउलो बचाउनको लागि आउनुभयो दुर्गाले खाइटीले ढाक्यो भन्दा चाहिँ यस्तै मेरो भाग हुने न त कति पो पुग्ने बाजे त्यो पाङ्ग्राका पनि त्यो यहाँ पनि केही कहानी हुन्छ क्या ठुलो हाँगोमा चिया क्या कोही दुख क्या भयो कोही दोष हुँदा थिएन अगाडिका हाँगो भाँच्यो भने नि कष्ट गलौँ न छोराछोरीको हुँदो हुँदा चाहिँ ठुल्को हाँगो भाँच्यो भने धामी पुजारा राजा रजौटा हावा लाग्थ्यो हुँदा चाहिँ पुरानो मान्छे अब त्यति कहाँ छ अरे तँ त 58 साल त्यो मेन हाँगो भाँचिनाले त्यस्तो भइएको त्यो साले होइन बाजे त्यो ठुलो हुने हाँगो भाँच्यो नि त त्यति पीडा भयो त राजा वीरेन्द्र राजाको वंशनाशै भयो नाश भयो 58 साल त नौनौती कोटो बाजे हुँदा चाहिँ नारा दजा त्यो याद छ मुखिनी ऊ पनि यो भयो क्या क्या हुन्छ हुन्न छ तब त्यस्ता हो पनि मेरो जान्तको एउटा ऊ हुन् सबै त्यो भावना लाउने नारद भिना चाहिँ म सबै भावना लाउँदा चाहिँ ऊ गयो भने अरू कसै नहोद्दा चाहिँ म हेर्दा चाहिँ एक रौका त्यो असिनु कहिले आयो भने बाजे असिनु आयो भन्दा छ नि असिनु आएको त हम जान्दैन असिनु त छ असिनु कबै नै जुको आउने हो नि असिनु छिनु आयो भन्यो असिनु आएपछि म हाम्रो लोग्नेमा अबिउ क्यारो नि चारको माग्न गयो भने होइन मैले त्यो झाड्या हुने गडा झाडी पनि जसो कोठामा हाल्दा चाहिँ त्यो कोठा भरि भयो भने ए यहाँ झाड्नेका भरि भया है त्यो त्यो त देवी र धल्दोको छल्लो त्यो देवीले हर्यो तेरो शक्ति कस्तो छ भने धल्देऊ किन त म भरुला भने त देवीले असिनो ठिनो आन्यो रे सघा पाड्यो न धल्देउले धल्देउले देवीले पुरा भर्यो पुरा जैको कोठामा हाल्दा चाहिँ उसको कोठामा नाच पुरा भइगयो भने तब हनीले रबेललाई आऊ भयो यहाँ जैसे कोठामा हाल्दा चाहिँ उसको कोठामा भइगयो भने असिनो आएर त्यो अर्तीमा त चाहिँ कति साल पाएछ क्या भयो ए अगाडिको पुरानो भयो त पुरानो अर्तीमा त कहानीमा त हो त्यो गीत हुँदैन जे जाने उयो हुनुहुँदैन है त आइजाँदा पछि पछि डन्डेलधुराहरूको तारा बाजुरा मालिका जालपा देवी देउलो बसिन् गोलाइछन् कालिका सुरमा देवी सुरमा तल सुरमा गाउँ पालिका त्यो अबका हुने त्यो पछि पछि भनेको त्यो अगाडिका त त्यो सुरमा देवी बारेमा छैन अगाडि केही सुरमा देवीको बारेमा गीत हिँड्नु हुँदा छैन बाएन ढोस्का मुस्का त्यही भाडी खेल हो त्यसै हुन् देवीको बारेमा त अरू केही गीत हुँदा छैन यसो चलन पनि छैन सौनाइतल कहाँ छ ढुस्का त्यो खेल्ने बेला त कहिले आउँदा न गीत त आइजान भन्दा गीतेबाट गए गीत कहाँ हुन्न बर उहिले म त खेल्दै छैन नानकी छ बालक हमरा गाँडिया पुजारा खेल्दा छ गाँडिया पुजारा जङ्गे दाजु खेल्दा छ त तिनीहरूले क्या हो नि दलौदेव साले बाउजू ताजा छन् कि हुने गीत हुने कहाँको बाजा त्यो दलौदेव साई नौरा हो क्या दलौदेव साई गाँडिया पहुँचु हुने बाउजू ताजा छन् कि हुने तोरे जङ्गे दाजुले बट्या फर्काल्यो त्यो बगडे हिटो बगडोको बान्या तिरी बाउजू मेरो घर मैले कहिले आने हुने भने हुने बट्या फर्काएको थियो जङ्गे दाजुले हुनेको त गाडिया पहुँचु कि हो ऊ क्या भन्ने चाहिँ ऊ तल गाडिया पहुँचु हुन् अगाडिका खेल्ने ऊ भया पुजारा भया है पुजारा पक्का हुने परका हुन् कि बोरा हाम्रा पारिघर नै हुपा जङ्गे दाजु ए हुपा उयो क्या तिखेका भा लगा भा हजुर हजुर देउडा खेल्न त बासा बात दिने हो बासा त दिनका दिन लाग्नु न कहिले काँटै कहिले नुमन्न कहिले पटुरी कहिले घोगाडा म त बारीले समेत रङ्गमती हिँड्नु खेलिएको छ बारीले समेत गएको छु म त मुन्टु गयो यहाँ खेल्दै दिउँसो काम हुने दिउँसो काम हो रात खेलमा लद्दाछौँ कहाँ कहिले निदा काहीँ नि जुवा काहीँ ताज मुरे कहिले निदा न ये हावा न मेरी कहिले छोराटिङ्गै खेल्नु कहिले जुवा तास खेल्नु धाँदा दिन आज खेल्न आउनु अरू यही दिन आउने हुने भने ठकान ल्याउनु पऱ्यो न उतले यहाँ मुख बोल्ने अरू उही मुखैको कुरा आउनु यति कति यही दिन आउने यति दिन पछि आउने भन्नेमा हौ तब दिन गर्ने राख्छौँ ठ्याक्क उसै दिन जाँदा उसलाई दिन पुरा भयो कि ठकान आजैहरू जाँदौँ आज खेल्यौँ न घर आउने बेला ठकानहरू जाँदौँ त दिन गन्ती पनि जाँदैछौँ एक तल खेलेछ क्या अना
अनाइ खेलेछ त्यो डल्ली हो अनाइकी डल्लीमा गेजेली डल्ली हो आजभोलि काटेछ त्यो पहिलो अगाडि भेला त चाहिँ हाम्रा त बाध्य नै त्यो धनी झाने रहेछ छैन त्यो कौडी रहेको पानी खाने कुवा घल्लाउँदै बुटिन लाग्यो चल्ने साइका बुवा हुने रहेछ त्यो एकदमै फुटो छाड्ने रहेछ उहीको बायो कुरै घल्लाउने भयो त्यो रनी हुनु धनीको बुवा त्यो भिकारी गएछ उसले मुनबिरिया कुदिमै ल्याएछ ल भिकारी कि आज होला कल्की तलाउनु त उठ ध्यान हाम्रा त्यो सचिव सजिब त्यहीको भयो छान्ने दाइन हुने देखिने एक दिन लुकी लुकी बसेर भित्र भाँडामा बसेर चाहिँ त्यही धुनेछ तिनले घल्लाउँदै बुटिन लाग्यो चल्ने साइका बुवा हुनेछ पासा गर्छ त्यो भिकारी मुन्डीको बुढालोको त्यहाँ ऊ झितारा पिन्दा तेरा बा बजेल लाउँदा मेरा बा घल्लाउँदा हुनेछ उनले ऊ मुन्डीबाट बजेरी फुइ पुनो कोदी आन्ने रहेछ त्यो झितारा पुनो पिन्ने रहेछ अरू तब तेरा बा बजेरी लाउँदा मेरो बा घल्लाउँदा उहीको बा फुन्ने रहेछ बजेरी उहीको बा घल्लाउने त त्यताबाट त्यो गीत धुनु छाड्यो भने उनले त्यसै हो हजुर उहिलेका कुरा नै क्याद्दा हुँदैन उही तल त यहाँमा यी घर हुँदैन भने बाजे उही तल त सबै गाउँै भित्त एउटा कहाँ गरेको जाकुँदा काहीँ घर पऱ्यो दौडा काहीँ गरे एकै अझै मलाई घर चाहिँ भएर तोले नि खिनी तल ढान्टुली खिनी ढान्टुलीमा खोज्यो त्यति हुन् घर उसले काहीँ न जडा न भेला त न काहीँ घर छैन पछि गएका त त्यही उहिले त भयाउने हयाउने पनि मस्तै लाग्दा नयाँ न बाजे भयाउने पासा लाग्दा चाहिँ हुँदा छ दाउँडा त्यहाँ एल्का दुल्का काहीँ जना हिँड्यो हुने पनि हुँदा छ काहीँ नै भिट्याउनु अरू एकै रुमका भिट्याएको हो स्याल छ बगैँचा मान्छेमा कहाँ भेटायो तल पिउसन अनुभव जाँदा दिएन त्यो पिउसन भिटाएछौँ यतिका मान्छेमा ढुङ्गा मार्ला मात्रै त्यो कहाँ पुग्यो खाउने स्याल छ कुर्को छ अरू कतिमा त पासा लागि गयो पासामा सबैले ढुङ्गा हान्यो अरे यहाँ न ता पछि नयाँ नयाँ डेउडो हाल्नु त कसरी बाटो सिकेन अरू फाक हाल्नु त मैले बट्टा मेरै जेठो हुन् फाक हाल्नु मेरै जेठोबाट सिकाएको हुनु चाहिँ लाग्दैछ म कति वर्षको उमेरमा हालेको थियो भने देउडा देउडा त सालको त थाहा छैन देखि अरू त्यो चाहिँ हुँदो 20-25 वर्षबाट खेल्न लाग्यो अरू म 12 वर्षको उमेरमा माथि गएको होइन माथि गयो अरे 16 वर्षको उमेरमा मैले छोरा पाइहालेँ अरू ऊ छोरा रहेन त्यो बुढो उतलोको शीतला थियो शीतला आउँदाखेरि उतलो के औषधि नै अरू के जडीबुटीबाट बाँचा 16 वर्षमै म तत्काल वर्ष छोरा पाएको अरू मैले त त्यो छोरा रहेन बित्यो अब 4 छन् छोरा एउटा देउडा पहिली सुरुको देउडा खेलेको त याद होला त पहिली कसँग खेलेको हामी पहिली खेलेको हामीले चढी हात अरे यो हाम्रा पर रुद्ध हुने तिन हात जन्तौँडो खेल्यो कि जन्तौँडै खेल्यौँ अघिपछि खेल्यौँ जन्तौँडै खेल्यौँ पहिले उना त खेल्यौँ आइकन उसलाई पादा तिनका दाउलासँग चढी भइगई उसलाई तिनीहरू घरै हुने भइगयो हल्लालाई चाहिँ तिनीमै खेल्यौँ पछाडि माला रङ्गमाला भइगइन् पछाडि खिमाला त्यो काली भइगइन् तिनीहरूले खेलेको तेनु काली खिमाला उसले तेनु पढाउने मुही हो सिकाउने त हल्का मल्का खेल्दैछ नि खेल्दा पछि सिपाली भइगइन् उसलाई हो विश्वती त तपाईँ मस्तै गएर विश्वती त कति गएर अचेल त हम सबै सब प्रत्येक गाउँका लडा लेकगाउँ खोरी घटिया दौलाका सैनका त चोम्लाका भलानेका सब याद नान्न तम्रो हजुर विश्वतिर हुँदैन क्या हात गोडी भन्यो म त पनि धान्ने ताको चाहिँ ओखक छैन विश्वतिर धेरैचोटि गएँ अरूमा त्यसै भयो नि त अरू बिहा त 3 बिहा भना मैले पहिला बुवाको बनाएको बिहा त एकै हो अब चाहिँ 3 बिहा बना त्यो माइली त त्यहाँ आनुलाई हुने त सङ्ख्या होइन हो र त्यसै अपेक्षा बिहामा त्यसै क्या भयो त कहाँ छैन त आनुलाई हुने होरी पनि बलिएर लाग्यो उहाँ खेल्दै त्यस्तै भयो अरू न पुरानो नि सन्तिछ नयाँ दुमै बित्यो आउनु बाटो कन्ले फाल्यो तमाकुको खाएर नयाँ किने ढाका टोपी काले टोपी साह्रो बनाइछ उही पुरानो बाबुकोमा नआएको बिहा त्यो भनौँ छँदैछ 54 अब 2 बितेको हुन् छोरा सबै बाटो छन् 4
धान चाहिँ म ठेकापाला झन् चाहिँ लाग्दो चाहिँ मेट पनि हुन्छ नर्म कमाउने खान्छ जङ्गलमा पनि जाँदैछौँ जङ्गलबाट त हामीले परानीबाट जुवा खेल्यो भने टाँट भयो अरू बुवाको सम्पत्ति पनि यहाँ जङ्गलमा लाग्नुभयो बुवाको सम्पत्ति कति बुझ्यो उहिले रुपियाँका 2 पाती दिएको हुनु अरू मैले जाउँ मेरै हातले भरिबन उनीबाट 5 रुपियाँ खानुभयो बुवाको सम्पत्ति फाल्ने सबै के राखेन जुवा खेल्ने 9 तोला सुनेछु अरू 3 जना हिँडेछन् सबैका मुन्दा बाली छ पाउनमा क्या हरिबिरका रुपियाँ पनि गाजो काटामे ताई त्यो सुन बेचेर रुपियाँ तिरे न 9 तोला त सुनै बेचेँ अरू मैले 2 बन्दुक जति बन्दुकै बेचेँ जिमी जग्गा हुने त के रहेन उही दाको भागमा तर दानी खिने उही नानो बुद्धिवान खिरहेको त्यो ढनेमा एकै गडो उसले सब बेच्यो भने यहाँ जङ्गललाई लागेको जुवा नै टाँट भएको उही तल नगद छ तालिया रुपियाँका 2 पाती मेरो हातले जाउँ भरिदिन्छ अरूमा र क्या आउँदो अब सक्यो जुवाइमा हक्याएको अरूमा आजभोलि चेला निकाउनाले जाउन पहिले दानी ठिक भयो वा दानीका बैतका पछाडिका चेला भयो त बसेथी भइगयो हामी नदन मैले चेला कि नि 13 बाको ऋण तिरी खाने हुन् नातिकी 13 बाजेको ऋण तिरी खाने हुन् यही ठाउँ मरु हुने होइन भनेको तर जवाउन भाग्यले साथ दियो पनि के मोती पनि छैन के चेला निकाउनाले यही ठाउँ नै मरु भएको सर नतन कापो हुने चाहिँ मरु त भुक्तोले भइसक्यो त एक ओराली जातो एक उकाली जातो भन्ने त्यो हुन्छ उकाली जातो भन्ने अब भुइँसा दिने भए एक जातो उही बेला अन्य भए अरू रगासी अब बिचौँडो भइगयो होइन राजा जात ओराली जातो हुनेको भुइँसामा तान्ने बेला ओराली जाता भएको अब यो रगाइसा भन्नुहुँदा चाहिँ परि बारीमा बाटो दिँदा छौँ ऊ गयो के दिन कहाँ अब तमा बाटो यो बाटो सुर्मादेवी जाने बाटो यही हो अब परमा हुँदैन पर कहाँ नालीमा कहाँ भन्दैन तिनका अति पनि क्या भन्थे बाटो न त यो सरबार जाने सुर्मादेवी सुर्माका थाराको भएछ सुर्मादेवी यहाँ यही बाटो हो जाने बाटो यही हो अब त कहाँ पर नालीमा हुँदैन कहाँ हुँदैन मेरै बेला दौडाउने जडाउन आउने पनि ताम्दैन बाटो हुने पनि हुन्न मुतो पनि कहीँ जाँदैन मरे मेरा मुखै हुने कि तँरा बाली दिएछौ तँरा बाजेले दिएछौ अति हुने नि ताम्मको बाटो हुने भने अवस्थाले नेटो काट्यो जवन गयो खसी परानीको आधा भइगा वर्ष भइगएपछि हजुर क्या हुँदो अब अवस्था गयो तडीगोडी हक्यो उहिले यसो हुँदै छैन कारण तामा बुढाबुढी ताँडा बाटोमा हेट्यो भने तली पो मुथि पाछा पनि अगाडि जाँदा छौँ अझ सम्झना छ मुखिनी ओहो यसो हुँदो रहेछ त हामी अगाडि पछाडि जान्छौँ भन्ने अचेल सम्झना हुन्छ पुरानो मान्छे नतन टाढो गयो भने हामी छाड्छौँ फालिँदा अगाडि जाँदैछौँ अरू जमाना जुग न्याराई जमाना न्याराई नमस्कार मेरो नाउँ फकिर बरा हो सुर्मा गाउँपालिका वडा नम्बर 4 क्या त नाउँ त मेरो फकिर बरा त अब झन्कने भन्दा छन् झन्कने हुन्यो तब झन्कने भयो तब केही नै छ बाबुकोमै छँदैछ सर अब बाबुकोमा सब हापल्ने तब यहाँ म जङ्गलमा लुक्नु भन्न आचेलाखिने पल्लो पाली लोडोले गाउँ पल्ला पाली दौला उति बेला थाहा भएन दुःख पाया बौलाहरू हिरानी बुनका दाउरा हात लाले भाग्दा क्याहरू सङ्कटकाल पण्या यही जुवाका लाग्दा उलो हम्रा तमी नमताला कोहीबाट जाँदा छ्या नन्तला जाँदाहरू कहिले पातिलेकोबाट जाँदा छौँ कहिले अल्लेकोबाट जाँदा अगाडि बजाइदिन त पातिलेको बढी जान्छ पछि हाम्रा दिन अल्लेकोबाट नै गयौँ अल्लेकोबाट जाँदैछौँ 2 बाटो छ आउनेलाई छोटो हुन्छ यो बाटो त्यसैले अल्लेको जाँदैछौँ तर हिउँनु पढ्या बेला यहाँबाट आउने भयो होइन पुसमाको चैतमा हिउँनु कम भयो हिउँ पनि पढिहाल्यो तलबाट आउँदा चाँडा हिउँनु भए बेला यो बाटो मल्लो बाटो जाने बेला त्यसै यो दार्चुलामा जाँदै तल गर्नै हुँदै झुलगाटा तरिन्छ दार्चुला तन्ने भयो नन्तला जाने कहिले त्यो तलिपा जाइ पा पातिले ख 9 बिसो हुँदै पर जुवाबाट गया तलबाट ढोलेबाट बित्थडबाट मल्लो गनेको बाटो तल्लो बित्थडको बाटो पट्टुका पढ लाग्दा अरू 5-6 दिन लाग्दा 5 दिन म हामल बोकी दिनु पऱ्यो 5 दिन म झुलगाटा पनि हामल बोकी आन्नु पऱ्यो अझ यहाँ घर पुग्दासम्मलाई
अबका जहाँ मोबाइल नै केही नै उनीहरूले चिठी दिँदा छ नि त सानो उनीहरूले चिठी दिँदा कहीँ भलाभली हुनेको त्यो चिठीको भलाभली हुँदो कहीँ नासो दिँदा कोही अब उता लगा सुँडी भयो डाँठ भयो ए त्यहाँ दिँदा छौँ नुनतलाबाट त्यसले कि उसलाई भला भली लगाइदिया घर हुने भया हो भलाभली लगाइदियो भिटिदियो भलाभली लगाइदियो भन्ने भाउ त भला सुकाली हुनेको त्यही त्यही भयो। भयो हो ए नुनतला जाने बेला उता कसरी जाँदा थियो तल आउने बेला कसरी आउँदा थियो नन्तला जाने बेला कसरी जाँदा नन्तला जाने बेला जाँदौँ अब छोरेटी आई माई यहाँ कि हुने पुगाउन जाँदिन् जाऊ जाऊ उनी नाता फट्काउँदिन् हामी बसो उनी गल्लुन्दी फट्काउँछौँ त भलाभली हुनेको त्यही हो अरू ए ऊ पुरा तमी जाने बेला पुगाउन जाने मैले है चल है पुगाउन जाँदिन् हाम्रो अन्य ठाउँमा जाने अहिले गाउँमा कसैका होइनी जाँदिन् कसैका बहिनी जाँदिन् कसैका होइनी बिहा नरे भने कसैकी भाउ जाँदिन् तब ती नाता फट्काउने भयो नि तमी गोलबुन्दी गोलबुन्दी भने टोप्रा फट्काउने भएर उसलाई बिदा गर्दा अन्य भया है ऊ जाऊ जाऊ भन्ने भयो नि नाता फट्काउनु भनेको हामी बसो भन्ने भाउ भलाभली त काहीँ माइ त पहिलो ग्याकी हुने होइन न भलाभली भन्दै ल्या भन्न खाने क्या हजुर हजुर भलाभली हुनेको त्यही हो तिम्रो त छौरा सानो नि धेरै टाढा रहेन त लगै नजिक अरू नजिकै वरिमा मामा घर परिमा जेठो घर हुँदा चाहिँ हो न हजुर नत्र हाम्रातिर त अब ससुराली हुने कहाँबाट कहाँ जाँदा त्यो लामो यात्रा हुँदैन नि त कहीँ के हालेको अचानक हो यो के हो म त हालेँ क्या अब त्यही महिलाका हुने मूल्यको गीत बात त हाल पनि त बाज्या मैलाका हुनेको ठाउँमा त मैले सिपालु भयो उहीमा पनि बालकै छाड्या भयो आफ्ना चेला बालक चाहिँ म गाजा जान्छु हुने अब गाजा नि अरे अब उहीँबाट पहिले गएछ अरे त मैले साह्रै सिपालु नै यो मूल्य कतिको रहेछ भन्ने नि खेल्न गएछ उही आमा तर थाहा छैन थाहा भएन अब छापडीको मैलो हाल्ने तोडीको राई पिने आमा बुवा ताजा छन् कि कति सौ भाइबिन हुनेछ आमाले आमा मेरो गाजा छन् बामारे 20 वर्ष भइगा भाइबिन ताजा छन् तर त चेलो पर रहेछ भनेर फटाहाली मरि हजुर त्यो रहेछ भनेर एकैसो रहेछ त्यो कथा हो कि साँच्चीकै काहीँ निकै साँच्चीकै भएको मैले आँखाले त देखाएको छैन कहानी भुनेको साँच्चीकै हो बाजा सबैभन्दा टाढा कोही ठाउँहरूसम्म गयो तपाईँ खेल्नै भने खेल्न न सबभन्दा टाढा बारिल्लो जुजी बारिल्लो जुजी पनि त टाढै होला हजुर सबभन्दा टाढा जुजी भयो यो त 4 गाउँ भन्नाले हरा नजिक हो घरको पट्टि त नजिकै हो अरू सबभन्दा टाढा बारिल्ला रे पढेसो गयो होइन पढेसो भएन